जनमतबाट हारेका तपाईँ जस्ता नेता उल्टो बाटोबाट घुमेर राष्ट्रिय सभामा किन प्रवेश गर्ने? त्यसो भए प्रवेश त आवश्यकता भयो आए। कसको आवश्यकता? त्यहाँ त निर्वाचन त रोकेको भइहाल्थ्यो नि। तपाईको आवश्यकता भइदिएको भए त झापाका तपाईका निर्वाचन जनताले भोट हालेर तपाईलाई प्रतिनिधि सभामै पठाउँथे। रुपेशजी फेरि तपाईँलाई नै म सोध्छु नि त, राष्ट्रिय सभाको निर्वाचनमा चुनाव लडेर आएको होइन र? कसैले मन गरेर पुर्याइदिएको हो? त्यो चुनावमा मैले भोट हालेको हो? तपाईको निर्वाचन क्षेत्रका मान्छेले भोट हालेका हुन्। सुन निर्वाचन भोट कसले हाले? भोट तपाईका नेता कार्यकर्ताले हालेका हुन्, तपाईका सांसदहरूले हालेका हुन्, तपाईका जनप्रतिनिधि, तपाईले जसलाई जनप्रतिनिधि भनेर चुन्नुभयो उहाँहरूले हाल्नुभएको। नागरिकले भोट हालेर तपाईँलाई राष्ट्रिय सभामा पठाएका होइनन् नि। यति कुरा त प्रश्न भनिदिनुहोस् न। निर्वाचित के अरे स्थानीय तह र प्रदेश सभाका निर्वाचित साथीहरूले मतदान गरेको होइन र? आज त तपाईँकै पार्टीमा एउटा विभागले गरेको अध्ययनले के भन्यो भने त्यो समानुपातिक भन्ने प्रणाली हटाइदिउँ भन्नेसम्मको कुरा गरिसकेका छ। यो त समानुपातिक सुझाव आएको छ। यो तपाईले भनेको हामीले अपनाएका कतिपय विधिहरू हामीले कस्तो बनायौँ भने समानुपातिक भन्ने विधिलाई तपाईँ राजनैतिक दलहरूले आफ्नै कोटरीका मान्छेहरूलाई ल्याउने त्यस्तो विधि बनाउनु भयो। राष्ट्रिय सभामा जाने जुन विधि छ त्यो लोकतान्त्रिक विधि हो, हामीले मानेका छौँ। तर कस्ता मान्छेलाई लाने भइयो भने चुनाव हारेका त्यस्ता मान्छेहरू राष्ट्रिय सभामा विद्वत वर्गबाट, नागरिक समाजबाट लब्ध प्रतिष्ठित व्यक्तित्वहरू जसले राष्ट्रका लागि योगदान गर्न सक्छन् उनीहरूलाई लाने भनिएकोमा तपाईँको पार्टीको एकजना सांसदले भन्नुहुन्थ्यो नि, त्यो पनि तपाईँहरूलाई त्यति धेरै चित्त बुझेन, वृद्ध भत्ता खानेहरूलाई लगियो भनेर। त्यस्तो बनाइयो राष्ट्रिय सभालाई।